ज्यान चाहिँ खतरा है रबिनको। ल जिम गरेर जिम बसेर 2 महिना जिम यता पछि चाहिँ अरे भ्यू। ए यो त टन्नै घटे आन्टी 118 केजी। हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। इट्स मी विशाल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, राम्रै हुनुहुन्छ होला, बवाल हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ। आज चाहिँ रबिन सुजन म भएर चाहिँ अब यता बाँस बोक्न जाँदैछौँ। आजदेखि चाहिँ गाउँमा प्रोग्राम सुरु छ। मैले हिजो बनाएको भएर त पुरैमा कपिराइट लाउँछ होला यार। यता चाहिँ सुजन र रबिन छन्। गाउँमा चाहिँ लास्ट जाडो रहेछ। हिजो आएको हामी गाउँ चाहिँ गाउँ आएको भ्लग पनि बनाएको थिएँ तर राख्न चाहिँ पाइनँ। त्यस्तै भयो। गाउँमा चाहिँ भ्लग बनाउने वातावरण छैन। अब लाज लाग्छ आफूलाई। त्यही त हो नि। गाउँमा चाहिँ मुस्ताङ भन्दा खतरा भयो है। मुस्ताङ भन्दा खतरा भयो गाउँ चाहिँ। मुस्ताङ बरु के छ घाम लाग्नु बल्ल देखिन्छ कि मुस्ताङ जस्तो। मुस्ताङ त के होला। जाडो चाहिँ खत्रै रहेछ है गाउँमा चाहिँ। जाडो चाहिँ पानी त हाम्रो गाउँको पानी त मुस्ताङको पानी भन्दा कम छैन। यता फेरि मुस्ताङ भन्दा कम छैन फेरि भ्यू चाहिँ अप्पर मुस्ताङ जस्तो छ। त्यही हो। अब आजदेखि चाहिँ भलिबल सुरु भएर गाउँमा। सो तपाईँहरूले कहाँ कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ, यदि आफ्नो टिमलाई सहभागिता जनाउन चाहनुहुन्छ भने आजदेखि आउनु होला। आज भोलि चाहिँ हाम्रो नाम दर्ता रहेको छ। प्रथम पुरस्कार फेरि कति अरे रबिन? प्रथम पुरस्कार 45,000 अनि 45, 30, 20, 10 अनि डान्स पनि छ है। डान्स बवाल डान्सलाई फेरि 6,000 छ। सो आउनु होला भिडियो हेरेर। हामी चाहिँ अब बाँस ल्याउन आएको। यो बाँस चाहिँ अब हाम्रै यो जस्तो लाग्यो के अरे। अब यही लहर जानुपर्छ कि जाम त्यही आइज केही नि हुन्न कि एउटा बाँस लिएर आउनु सक्दैन र। यो त अहिले ल्याउने होला नि। उहाँले बोलाउनु पर्दा अनि वही जाम न। यही काम गर्न त घर पछाडिका बाँस नि हेत्र छ नि। त्यही बाँस हेर केही नि हुन्न के। तिनजनाले एउटा त ल्याइन्छ कि जत्रामा ल्याइन्न त। त्यही त हामी आएकै यही गर्न त हो नि। यहाँ कार्यक्रममा क्लास छोडी पढ्न छोडी जिम जान छोडी उता कलेज छोडी आएकै यही बाँस बोक्न त हो। त्यही त हो नि। हामी जित्छौँ घन्टीमा है। भोट चाहिँ घन्टीमा। हिजो चाहिँ भिडियो हरिफ भयो थियो घन्टीको तर हाल्न पाइएन। टिकटकमा चाहिँ हालेछु, हेर्नु होला गएर टिकटकमा चाहिँ। अलि माथि गएर छातीमा त देखेँ। ल भोट के मारे घन्टीमा म हाल्न मन त बाजे पुर्खाले गरेको त एमालेमा हो। बोलोकै फेरि यो चाहिँ हाम्रो चौबारी। यहाँदेखि भ्यू देख्यो हल्का घामला। यो चाहिँ अब बनाउनु भएको थियो हाम्रै नयाँ गाउँको। यो नि थियो तर फेरि बनाउनु पर्यो क्या। यो चाहिँ अब यो चाहिँ फेरि बनाउनु पर्यो। यस्तो भएछ फलमकै बनाउनु पाए मजा आउँथ्यो कि। विजय दाइले भन्नुभएको थियो के अब विजय दाइ होइन हाम्रो विजय वज्राचार्य दादाले यो बनाउँछु भन्नुभएको थियो। कता हुनुहुन्छ? यदि भिडियो हेर्दै हुनुहुन्छ भने यसलाई रिपेयर गर्ने अवस्थामा आएको छ। यो रिपेयर होइन पुनर्निर्माण बनाउन पर्यो टक्क। ल कताबाट जाने? यता तल्लो कि माथिल्लो? सन्तोषको घरतिर हान्छ माथिल्लो होला। बाटै थाहा त गुल्टाइन्छ। धेरै बाटो पनि छ अब। सन्तोष घर कहाँबाट? सन्तोष दाई भन्नु न। सन्तोष दाई भन्नु। हाम्रो त दादा हो के अरे। मेरो मामा हो। बिहान भेट भयो मामासित। आजबाट सुरु हो फेरि गाउँमा। त्यति उस छैन होइन। सुरु भयो नि के त्यस्तो डेकसेक बजाउने भन्दैन भएन के। ठ्याक्क डेक बजाउनु पायो नि केटाहरू बल खेल्न जानले। बजाउने हो बजाउन त बेलुकासम्म। फाइदै भयो। कता गयो नि त बल खेल्न? उहाँ गर्दै फर्स्ट भएर होइन। ए त्यहाँ नभए त आजसम्म रेडी भइसक्यो नि त। होइन फर्स्ट भयो राम्रै हो नि त। अहिले थप्छ पनि। हाम्रो गाउँको फेरि अहिले फेरि बवाल भयो नि त। फेरि टिम फेरि
गाउँमा नि ढुक्क फर्स्ट फेरि गाउँकै टिम फर्स्ट हो फेरि अन्तको त नसोचे हुन्छ नआइ हुन्छ हाम्रो नआइ हुन्छ होइन आउन त पर्छ आउन पर्छ तर फर्स्ट तर फर्स्ट हुने आश नगरे हुन्छ अहिले चाहिँ जिम गरेर आएर होला नि धेरै दुईटा मोटा मोटा रबिन कति केजी अरे 110 केजीको मान्छे यहाँ दुईटा डनहरू हुन् एकदम मिल्ने साथी हुने यिनीहरू फेरि दुईटा सँगैका 50 किलो म त 40 केजी भयो के रबिन चाहिँ जिम गर्न गएको थियो नि त बुटोल शरीर घटाउनको लागि 2 महिनासम्म त बस्यो तर त्यहाँदेखि सकेन अरे के जिम गर्न चाहिँ जाने हो जाने अरे फेरि चाहिँ कार्यक्रम भ्याइएपछि हामी सँगै गइन्छ होला त्यो पनि भलक आउँछ हिजोको नि रमाइलो भयो थियो हुन त होइन तर भलक चाहिँ कहाँ गयो के हिजोको के भयो हिजो भलक बनाउने फेरि त्यस्तो उसै थिएन कि वातावरणै थिएन लास्ट सिटा कुनाको चक्क भएर जानु परेको थियो अनि कहाँ पनि भलक बनाउने हामी चाहिँ बाँस ल्याउन आएको चाहिँ बाँस त यता पनि रहेछ टन्नै तर यो चाहिँ अरूकै हैछ बुवाको हैछ हो बुवा चाहिँ बिरामी हुनुहुन्छ अरे भन्ने सुनेको हजुर त्यही दुईटा डनहरू छन् डनहरू कसले यता चाहिँ हाम्रो ग्रुप यता हुनुहुन्छ हाम्रो भाइरल घन्टीमा भोटानी माग्ने दाजु उहाँ चाहिँ खै र बास कहाँ हो र हामी चाहिँ आइसक्यो बाँस ल्याउने ठाउँमा चाहिँ ए यो त टन्नै घटे आन्टी 118 केजी 118 केजीदेखि 109 केजी आहा यो घटेर यता चाहिँ हाम्रो सनु दाइ ल नमस्ते सम्पूर्ण भाइरल सिधै घन्टी त हेर्नु हो कि नै टिकटकमा नो नो खै 1000 भ्युज त स्याट के पुरै के फेरि राख्दैछु के एउटा भिडियो यता चाहिँ अमन दाइ अब चाहिँ हामी यो बास बोकेर जाने हो टक्क लाएर अहिले चाहिँ हामीले चाहिँ बाँस बोकेर हिँडिसक्यो यी यता चाहिँ म छु मैले चाहिँ एउटा बाँस बोकेर हिँडेको छु स्या गर्दै यता अघि चाहिँ सुजन र रबिनले चाहिँ एउटा लामो बाँस हल्लाउँदै हिँडाले छन् हल्लाउने बानी छ यिनीहरूको फेरि धेरै बाँस हल्लाउँदै हिँडेछन् फेरि अरू नभन्दै फेरि बाँस हो मैले फेरि एउटा बाँस बोकेर हिँडेको यो बाँस फेरि पुरै ग्राउन्डमा पुर्याउनु पर्ने छ नि त आज फेरि ग्राउन्डमा बाडेर बलसल जान्छ बारेर टक्क चरीचट्टा बनाउनु पर्यो यो चाहिँ सुरेश सनिस दाइको लिएको है चरीचट्टा चाहिँ विक्रमको गाडी क्या होइन बाँस बोक्न काम लाग्छ आज गइन्छ के विक्रमको गाडी बुटोल
मैले पनि रोटी खाएको यार आज त यार गाउँमा आएको भएर फर्स्ट दिनै कोदोको रोटी अनि चटनी सिधै अर्ग्यानिक आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक कोदोको रोटीको साथमा मेरो दिन सुरुवात भएको छ। हजुरहरूको त भयो होला केबाट अरे पिज्जा बर्गर रविनलाई फेरि धेरै चिच्याउन मन लागेको थियो अरे साह्रो साह्रो चिच्याइन त साह्रो आज। बिसाउने होला नि यहाँ एकछिन भान्जी फेरि स्कुल हिँड्ने त हाम्रो भान्जी फेरि यहाँ छिन् है स्कुल हिँड्ने ल अब चाहिँ हामी बिसाउने अब चाहिँ सिधै ग्राउन्डतिर गएर देखाउँछु है त हजुरहरूलाई। मैले टक्कै चाहिँ बास लिएर ग्राउन्डमा आइसक्यो पछि चाहिँ ग्राउन्ड छ यता चाहिँ रविनी ज्यान चाहिँ खतरा है रविनको ल जिम गरेर जिम बसेर 2 महिना जिम यता पछि चाहिँ अरे भ्यू ज्यान चाहिँ खतरा है रविनको ल जिम गरेर जिम बसेर 2 महिना जिम यता पछि चाहिँ अरे भ्यू देखे हाम्रो ग्राउन्ड देखाइ यता चाहिँ हाम्रो ग्राउन्ड पछि चाहिँ बाँस बोकेर आइयो हामी चाहिँ भर्खरै ग्राउन्ड चाहिँ यही हो। अब भोलिसम्म चाहिँ हजुरलाई भोलिको भ्लगमा देखाउँछु ग्राउन्ड चाहिँ बबाल हुनेवाला छ कलर सलर गरेर। यता चाहिँ हामी छौँ टक्क ल पुसा पानी ल रविन हान त ल पुसा कति हान्छस् जिम बसेर ल 2 हान के 2 हान के ल 1 हान्न त ल जिम बसेको यस्तो छ हालत। डेली त बनाउँछु नि अब भ्लग मैले बुटलको हाइट बनाउन थाहा भयो रुमबाटै निस्किन्न बुटलको यहाँ बस्नु चाहिँ डेली बनाउनु। यता चाहिँ बाख्रा छन् टक्क यता भ्यू यता चाहिँ हाम्रो ग्राउन्डमा फेरि यस्तो पहिरो गयो क्या यार गाइजहरू यार यस्तो भस्सै गयो क्या पहिरो फेरि भ्यू चाहिँ यता देखे बबाल यो चाहिँ ग्राउन्ड हाम्रो केमा यो खाल्टाको माटो निकाल्न म त सदा गर्छु पोहोर त विशाल नै थियो के पोहोर त थिए आज डाडो यता चाहिँ टक्क बार बन्दल गरेर गएको थियौँ घर खाना खानको लागि अहिले चाहिँ उता आइएको छ ग्राउन्डतर्फ टक्क अहिले चाहिँ हामी चाहिँ बल लिएर बल खेल्नको लागि आएको यता चाहिँ अघि चाहिँ बार बन्दल गरियो। सो आजको लागि भिडियो चाहिँ यतैतिर अन्त्य गरिदिन्छु। अब चाहिँ यहाँ केटाहरू बल खेल्छन् म चाहिँ खेल्दिनँ बल भोलि चाहिँ फेरि नयाँ भिडियो लिएर आउनेछु। सो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजको लागि चाहिँ भिडियो अन्त्य गर्छु। भोलि भेटौँला बाई बाई।